हेलो नमस्ते वेलकम ब्याक टु माई शान्ति कुँड भ्लग। अनि हजुरहरूलाई चाहिँ आज म मेरो किचनदेखि भ्लग गर्दैछु। अनि हजुरहरू कता कता हुनुहुन्छ, सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्दै चाहिँ मैले आज भ्लग गर्दैछु। अनि आज मैले बनाउँदैछु माछाको झोल सुप बनाउँदैछु। जाडो मौसम, आज मौसम पनि त्यस्तै साथीहरू। मैले चाहिँ पिन्दैछु मसला। यसमा रहेको छ जिरा र धनियाँ अनि अदुवा लसुन सुकेको खुर्सानी पिस्दैछु। यस्तो भयो साथीहरू। अनि यहाँ रहेको छ माछा। अनि यहाँ मैले थोरै हल्का बेसन साथीहरू, यो बेसनलाई चाहिँ यहाँ सबै कुरा हालेर अहिले म मोलेर देखाउँछु। नुन, स्वादअनुसारको नुन, अनि त्यसपछि बेसार, अनि थोरै त्यो पनि लगाउने, थोरै जिरा, उसको धुलो, जिरा पाउडरको धुलो। अनि त्यसपछि लगाउने छु अदुवा लसुनको पेस्ट। अमिलो चाहिँ धेरै नहाल्ने, अमिलो चुक अमिलो लगाएको छु। यो चाहिँ मिट मसला यति हाल्ने हो साथीहरू। अनि अमिलो चाहिँ अलिक पुग्दैन कि फेरि धेरै अमिलो हुन्छ नि। ल यति हालेर अब सबै मोलेर चाहिँ म देखाउँछु है त साथीहरू। यस्तो माछा कस्तो भयो। म यहाँ मोल्दैछु, माछा चाहिँ खनिसकेँ। देब्रेहरू केही काम गर्दैन हो साथीहरू। कस्तो राम्रो पिस्सा खाएको नि त। वाउ, अब 1 घन्टा म्यारिनेट गर्नुपर्छ साथीहरू टाउको। कहिले 1 घन्टा गर्नु म्यारिनेट? हाम्रो माछा दामी साथीहरू। यस्तो है, कस्तो दामी भयो। अब यो माछा बनाउने हो, अनि त्यसपछि खाने हो। हेर्नु होला, मैले यहाँ तेल बसालिसकेँ, मसला रेडी छ हो, रेडी छ, फ्राई गर्ने हो साथीहरू। मैले चाहिँ माछा फ्राई गरिसकेँ, अब ग्रेभी बनाउने हो। यस्तो भइसक्यो साथीहरू। वाउ, माछा यहाँ अब यो ग्रेभीको लागि चाहिँ यहाँ काटेर रेडी भइसक्यो। प्याज र टमाटर फ्राई हुँदैछ है गाइजहरू, फ्राई हुँदैछ। मैले 3टा चाहिँ राखेँ, 2टा छोरीलाई राखिदिएँ, नानी आएको छैन आज। अनि त्यसपछि 2टा चाहिँ नानी राखिदिएँ, यो 3टा चाहिँ हामीले फ्राई गरेको एकवटा आमा छोरा पुरो चाहने हो साथीहरू। अनि यहाँमा चाहिँ ग्रेभी हालेको छु, हेर्नु न। ग्रेभीमा मजाले पाक्दैछ चाहिँ, यस्तो हुँदैछ है साथीहरू माछाको झोल। अनि यो माछा, अनि यो टाउको लगाएको साथीहरू। यो टाउको कस्तो मिठो हुन्छ। अनि यो टाउको अनि यो माछाहरू लगाएको छु यसमा पनि। वाउ, झोल त यस्तो बनाउँदैछु है साथीहरू, कस्तो हुन्छ।
यसलाई झन्झन राखेर भक्लक्क छोपेर